अब यसमा चाहिँ एम्पियर ल्याएको छैन यस्तो भएर त्यही भएर भने मैले भने यस्तो भएर त्यही भएर भने मैले भने क्या नि त्यतिखेर त बुझ्नु त पर्यो नि अनि मैले झिका दिएँ जस्तो आज मैले यसको दिन नसकेर मैले त्यहाँ फालिदिएँ भने थाहा त भयो नि चार्जिङ आइस बोर्डमा जान्छौँ ल गाइस है रेडमी 15C को चाहिँ यो प्राय चार्जिङ त्यससँग प्रब्लम थियो यो फोन डेड थियो है हामीसँग मैले चाहिँ यो जुन छ नि रजिस्टर यो चाहिँ सर्ट थियो है यो चाहिँ मैले रिमुभ गरिसकेको छु है रिमुभ गरेपछि चाहिँ हाम्रो फोन जस बाँचिसक्यो भनौँ न पहिला डेड थियो होर्साइसक्यो भनौँ न यो 15C मा प्राय डेड भइरहेको फोनको समस्या भनेको यहाँनिर हुन्छ जो मैले यो मार्क लगाइरहेको छु नि यो यहाँनिर गाइस चार्जिङ सेक्सनमा अटो चार्ज हुने के जस्तै अब हामीले ब्याट्री डिस्काउन्ट गर्दाखेरि चार्ज हुने अनि जब ब्याट्री जोड्यो कि त एम्पियरै नदेखाउने प्रब्लम आयो भनेदेखि चाहिँ सिधै आएर यो रजिस्टरलाई चाहिँ रिमुभ गर्ने होला गाइस है यहाँनिर छ नि यो पहेँलो कलरको है यो यसलाई रिमुभ गरिदिने ठ्याक्क फ्याट अन हुन्छ फोन ल गाइस टाङमा हामी चाहिँ चिन्छौँ फाइनली भइसकेको छ 15C चाहिँ हाम्रो गाइस है एम्पियर